आज हामी चाहिँ अनुरूप भनेको के होला त अनुरूप त्रिभुजहरू कस्तो हुन्छन् भन्ने कुरा चाहिँ सिक्छौँ है। एउटा मसँग एउटा आयतकार पेपर छ। यो पेपरलाई मैले के गरेँ भने यसरी चाहिँ मोडेर यसलाई ठ्याक्कै यसरी मोडेर हैन त्रिभुजको आकृतिमा परिवर्तन गर्छु। यसरी बनाइयो हैन। त्यसपछि यो बचेको भागलाई हामी के गर्छौं भने हटाउँछौं है। यसरी गरेर यो भागलाई काटेर हटाउँछौं। यो ठ्याक्कै हाम्रो त्रिभुज यो आकृति भनेको त्रिभुज जस्तै भयो हैन। अब यसमा के छ भने यसलाई पनि हामी के गर्छौं भने खोल्दाखेरि ठ्याक्कै हाम्रो यो त्रिभुजलाई हामी खोल्दाखेरि ठ्याक्कै हाम्रो वर्ग जस्तो बन्छ। अब वर्ग भए पनि यसलाई हामी विकर्ण वर्गको विकर्ण यसलाई मानेर अनि मोड्छौं। मोड्दाखेरि हाम्रो त्रिभुज जस्तै बन्यो हैन। अब यसलाई के गर्छौं भने यसलाई हामी ठ्याक्कै बीचबाट दुईटा त्रिभुज बन्ने गरी हामी यसलाई दुईटा त्रिभुज बन्ने गरी यसलाई हामी काट्नु पर्छ। यसरी काट्दाखेरि हाम्रो के भयो भने दुईटा अनुरूप त्रिभुजहरू यसरी चाहिँ हामी हेर्न सक्छौं। यो ठ्याक्कै हाम्रो अनुरूप भनेको के बुझिन्छ भने ठ्याक्कै हाम्रो यो त्रिभुजको साइडहरू र यो दुईटै त्रिभुजको एक कापसँग भुजाहरू र यसका कोणहरू पनि बराबर हुन्छ भनेर अनुरूप त्रिभुज भनेर बुझ्छौं है। त्यसरी ल हस् धन्यवाद।